हेलो एभ्रिवान, गुड इभिनिङ। र तपाईहरुलाई आज एउटा भिडियो चाहिँ मैले अगाडि नै दिइसकेको थिएँ र त्यो भिडियोमा चाहिँ मैले भन्दै थिएँ म आज चाहिँ घरमै काम गर्दैछु भनेर। त्यो काम चाहिँ मैले पनि देखाइसकेको थिएँ र कोक्रो बनाउने भनेर सानो छोरीको लागि। र हेर्न सक्नुहुन्छ मैले चाहिँ फाइनली कोक्रो चाहिँ बनाइसकेको छु र यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ पुरा अहल बहल गरेर दुईजना छोरीहरू चाहिँ पुरा खेल्न सक्ने चाहिँ बनाएको छु गाइस। र यो कोक्रो चाहिँ कस्तो के लाग्छ तपाईहरुलाई र भन्नु होला, मलाई कमेन्टमा जनाउनु होला। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ ठुली छोरी चाहिँ सुतिरहेको छ, सानो छोरी चाहिँ साह्रै उत्पात गरेर उसलाई चाहिँ अहिले कता घुमाउन डुलाउन भनेर लगेका छन् गाइस। र साथै म चाहिँ यता चिया पनि खाँदैछु, इभिनिङको चिया ब्रेकफास्टै भनौँ न। अब अरू चाहिँ केही पनि छैन गाइस, बिस्कुट सिस्कुट केही छैन र चिया मात्रै छ यसलाई चाहिँ। र हामीहरूको यता चाहिँ भान्जी बसिरहेछन्, सानो भान्जी बसिरहेछन्। र साथै हेर्न सक्नुहुनेछ यहाँ चाहिँ हामी चाहिँ यत्रो भाँडामा के पकाउँछौँ, भात होइन नि गाइस, फेरि यो चाहिँ दाना हो गाइस। र यो चाहिँ दाना पाक्दैछ यता गाईको लागि। र साथै अरू एउटा कुरा चाहिँ भन्न चाहन्छु गाइस तपाईहरुलाई चाहिँ, तपाईहरुको जसको पनि घरमा कोक्रो बनाउन दिनुहुन्छ, यस्तो नानी केटाकेटी खेल्नको लागि भनेर सोच्नुहुन्छ, बनाउन लाउनु पर्यो हामी पनि बा बनाउन दिने भन्नुहुन्छ, कसै पनि केटाकेटी छन् घरमा तपाईहरुको र बनाउनु भयो भने चाहिँ र यो वस्तु चाहिँ यो बिटहरू चाहिँ यसरी खडा गरेर दिनु होला। किन यो खडा दिएको फाइदा चाहिँ के छ भन्नुहुन्छ नि, कसैले चाहिँ यस्तो तेर्सो गरेर दिन्छन् र कसैले खडा गरेर दिन्छन्। जसको चाहिँ आइडिया पुग्छ त्यसले चाहिँ खडा गरेर दिन्छन् यस्तो बिटहरू। र यो तेर्सो चाहिँ नदिनु होला। तेर्सो दियो भने चाहिँ के हुन्छ, केटाकेटीलाई चाहिँ माने यहाँ चढ्न सुविधा हुन्छ र यसमा चाहिँ चढ्न पनि सुविधा हुँदैन र केटाकेटी चाहिँ भित्रै खेलिराख्न सक्नेछन् र तपाईहरू आरामले बिन्दाससँगले काम पनि गर्न सक्नुहुन्छ र यो लडाउन पनि सक्दैनन् र केही पनि हुँदैन पनि। र यो राम्ररी राख्नुभयो भने, यस्तो बनाएर चाहिँ तपाईहरुले राम्ररी राख्नुभयो भने चाहिँ लगभग तपाईहरुको 5-6 वर्ष 7 वर्ष जतन आफ्नो उपरमा डिपेन्ड गर्छ गाइस। र तपाईहरु पनि यस्तै बनाउनु होला, बनाउनु भयो भने। र मैले बनाएको कोक्रो चाहिँ आज गरेको काम चाहिँ कस्तो के लाग्यो र फाइनली मैले चाहिँ कोक्रो बनाइसकेको तपाईहरुलाई कस्तो के लाग्यो र डिजाइन पनि यो खालको छ र यो खालको डिजाइनको बनाउनु होला भन्दै अहिलेलाई चाहिँ बाई।